नमस्कार। उत्तम बिजनेस आइडियामा हजुरहरूलाई स्वागत छ। आज हामीले विभिन्न किसिमका पातहरूबाट बन्ने टपरी र धुना टपरीको बनाउने व्यवसायको बारेमा केही जानकारी गराउन गइरहेका छौँ। यो व्यवसाय गाउँघरको लागि अति उपयुक्त व्यवसाय हो। यदि यो व्यवसाय गर्न चाहनु भने धुना टपरी बनाउने व्यवसाय एकदम राम्रो व्यवसाय मानिन्छ। विभिन्न किसिमका पातहरू जस्तै केराका पातहरू भयो, सालका पातहरू भयो, सुपारीका जुन लोक्ताहरू भयो, जुन रुखको लोक्ताहरू भयो, अनि बाँसका लोक्ताहरू भयो। बाँसको लोक्ताहरूबाट पनि हुन्छ है। पछाडिको जुन खेर गएका जुन लोक्ताहरू हुन्छ त्यो लोक्ताहरू मजाले हुन्छ। र ठुला ठुला पातहरू जुन बजार उसमा वन जङ्गलमा पाउने ठुला ठुला पत्ताबाट पनि तपाईँले विभिन्न किसिमका टोपरीहरू, धुनाहरू मजाले बनाउन सक्नुहुन्छ। त्यसको लागि म्यानुअल मेसिन पनि हुन्छ, अनि तपाईँको सेमी अटोमेटिक पनि हुन्छ र फुल्ली अटोमेटिक पनि हुन्छ। यदि तपाईँ म्यानुअल गर्नुहुन्छ भने त्यसलाई यो मेसिनलाई धेरै पर्दैन। तपाईँ 20-25 हजारमा मजाले पाउनुहुन्छ म्यानुअल मेसिन। अनि तपाईँ सेमी अटोमेटिकमा ल्याउनुहुन्छ भने 1 लाखभन्दा माथि पर्न जान्छ, अलि राम्रो खाले ल्याउनु भयो भने। र तपाईँको फुल्ली अटोमेटिक ल्याउनु हो भने यो 4-5 लाखभन्दा माथि पर्न जान्छ। यसमा डाई, अब सिङ्गल डाई, डबल डाई भन्ने हुन्छ। अब तपाईँको डाईमा फरक पर्छ। सिङ्गल डाई ल्याउनु भने अलिक सस्तो पर्छ यसरी ल्याउनु हो भने, र डबल डाईको ल्याउनु हो भने तपाईँको अलि एकैचोटि 2टा गर्ने 3टा गर्ने यस्तो ल्याउनु भयो भने तपाईँको सिङ्गल, डबल, यस्तो ट्रिपल भन्ने हुन्छ। यसमा तपाईँले त्यही अनुसारको डाई अनुसारको पैसा पर्छ। अब यसमा तपाईँले मेन भनेको हामीले सुरुमा गर्दाखेरि गाउँघरमा म्यानुअलबाट पनि गर्न सक्नुहुन्छ। म्यानुअल गर्दाखेरि लगभग तपाईँ 50 हजारबाट लगानी गर्नु हो भने मजाले यो जुन पातको धुना टपरी व्यवसाय गाउँघरमा पनि गर्न सक्नुहुन्छ। गाउँघरमा गएका जुन सालका पातहरू भयो, केराका पातहरू भयो, सुपारीका खोलहरू भयो, बोक्राहरू भयो, बाँसका भयो, अनि विभिन्न किसिमका ठुला ठुला तपाईँको लोक्ताहरूबाट तपाईँले यो व्यवसाय गर्न सक्नुहुन्छ। मेन भनेको सालको टोपरी, धुना टोपरी अति राम्रो हुन्छ। साल हुने ठाउँमा यो व्यवसाय गर्न अति राम्रो फाइदा छ। यसको जुन व्यवसायको बारेमा जानकारी लिन चाहनुहुन्छ भने राम्रोसँग बुझ्नका लागि मिसिनको लागि उत्तम इन्टरनेसनल प्रणाली कोटेश्वरमा आउनुहोस्। 98 66 82 27 24मा व्हाट्सएप गर्नुहोला। विभिन्न किसिमका पातका धुना टपरीहरू बनाउने व्यवसायको बारेमा हामी जानकारी गर्नेछौँ। मिसिनहरूको बारेमा जानकारी गराउनेछौँ, जानकारी गराउनेछौँ। मेसिन तालिमको बारेमा तपाईँले बुझ्नु परेमा सम्पर्क गर्नुहोला। अब र मेटेरियल्सको लागि त तपाईँले गाउँघरमा मजाले पातहरू, हरेक किसिमका पातहरू पाउनुहुन्छ, लोक्ताहरू पाउनुहुन्छ। तपाईँले विभिन्न किसिमका तपाईँको यो र मेटेरियल्सहरूको लागि टेन्सनै भएन। र फाइदाको हिसाब गर्नुहुन्छ भने यसमा तपाईँ मिहिनेत, पात टिप्ने मिहिनेत हो, अरू खासै मिहिनेत छैन। अब यसमा तपाईँ लाग्ने बिजुली अलिअलि लाग्छ, लाइनको अलिकति खर्च हुन्छ भने अरू सबै त्यही हो। यदि गर्न चाहनु हो भने सम्पर्क गर्नुहोस्, राम्रो फाइदा छ। सानोबाट सुरु गर्नुहोस्, म्यानुअलबाट सुरु गर्नुहोस्, अनि गएर सेमी अटोमेटिकमा जानुहोस्, अनि फुल्ली अटोमेटिकमा जानुहोस्। अब यसैबाट तपाईँले अरू तपाईँको कागजको धुना टपरी बनाउनुहुन्छ भने पनि विभिन्न किसिमका कागज अहिले बजारमा आइरहेका छन्, त्यसमा पनि बनाउन सक्नुहुन्छ। मेन अहिले आज हामीले पातका जुन रुखका पात, खेर गएका पातहरूबाट यसरी पनि धुना टपरी बनाएर मजाले आफ्नो रोजीरोटी गर्न सकिन्छ र मजा पैसा कमाउन सकिन्छ। विभिन्न विवाह, भोज भतेर, विभिन्न ठाउँमा पूजापाठहरूमा अनिवार्य तपाईँले चाहिने चिज हो यो तपाईँको पात धुना टपरी भनेको। यदि तपाईँ धुना टपरीको व्यवसाय गर्नुहुन्छ भने मुर्दा पनि चाहियो, पर्दा पनि चाहियो, विवाह गर्दा भोजहरू भतेर हरेक ठाउँमा चाहिने भएको हुनाले यदि गर्न चाहनु भने राम्रो फाइदा छ। धुना टपरी व्यवसाय गर्नुहोस् मजाले। तपाईँको होलसेलमा तपाईँले पसलमा दिनुहोस्, होलसेल पूजाको सामग्री पसलमा। सब्सक्राइब गर्नुहोस्, भिडियो हेर्नु। धन्यवाद, नमस्कार।